साथी कोरिया फरेस्टको काम चाहिँ यस्तोतिर हुन्छ है। नेपाल जस्तै लाग्छ, खासै कोरिया जस्तो चाहिँ लाग्दैन। अरू अब त्यो के अरे कम्पनीतिर चाहिँ दूषित हावा खाने भन्दा चाहिँ यहाँ चाहिँ अब स्वास्थ्यको लागि राम्रै हो, सबैको लागि स्वास्थ्यको लागि चाहिँ। र अब पैसा ज्यादा छैन, यहाँ ओभर टाइम हुँदैन, पानी पऱ्यो भने जुन चाहिँ यो गोडमेल गर्ने हो। यो 5 वर्षको अरे, यो चाहिँ त्यो चाहिँ 10 वर्षको, यो चाहिँ 5 वर्षको बिरुवा, 50 वर्षको, यो 50 वर्षमा चाहिँ काट्नुपर्ने। त्यो 5 वर्षको बिरुवा हो। यहाँदेखि उताको फेरि 10 वर्षको हुन्छ, 10 वर्षको बिरुवाहरू सबै। त्यो पारी सबै 10 वर्षको, यो पारितिरको छ नि सब 10 वर्ष अरे भन्छ यहाँको बुढाहरूले। यो 10 वर्ष सबै। यो चाहिँ हामीले चाहिँ यसोले गोडमेल गर्ने, गोडमेल गर्दैछौँ। काम ठिकै हो, हामी पाहाडमा जन्मेको, पाहाडमा काम गरेको मान्छेहरूलाई त्यस्तो गाह्रो छैन, तर पैसा छैन क्या। तर सहरमा बसेकोहरूले चाहिँ सक्दैन है। सिधै डाइरेक्टै भन्दाखेरि यस्तै छ। अब तपाईँहरू निश्चय फरेस्टको काम गर्ने इच्छा छ भने हाम्रो माल राम्रोसँग पढ्नुहोस्, पास गर्नुहोस्, त्यस पछाडि रोजेर आउनुहोस्। पैसा चाहिँ दियो 1,20,25,000 आम्मा नेपाली हुन्छ, त्यति हो। त्योभन्दा ज्यादा चाहिँ एक्सपेक्ट नगर्दा हुन्छ। यस्तै छ, गाह्रो छ नि त होइन। बुढाहरूले अझै झ्यामै गरिराखेकै छ। ल चाहिँ झर्नु पऱ्यो, गाह्रो छ है, गाह्रो छ साथी हो, गाह्रो छ। कोरियाको वन जङ्गल हो यो चाहिँ, यस्तै छ है। कोरियामा हाम्रो फरेस्ट सेक्टरमा हामी 19 आएका छौँ। कसैको विरोध गर्छन्, कसैको छोपफाप भन्ने, अब यो काठको धुलो बनाएर त्यसबाट मल बनाउने छ। अनि हाम्रो 3वटा कम्पनीमा हामी 7जनाको चाहिँ यस्तो जङ्गल सफा गर्ने, जङ्गलमा रुख काट्ने, बिरुवा हुर्काउने, त्यस्तै छ। त्यस्तै हो हाम्रो। यहाँ चाहिँ हाम्रो 60 वर्षदेखिको बुढो कोरियन बुढोहरू मात्रै छ अब भयो गरेको, 60 वर्ष।